हेलो गाइस, वेलकम बैक टू माई च्यानल। मेरो नाम हो मुकेश गाइस। रातिको 8:30 बजिरहेछ गाइस है। म अहिले चाहिँ मार्केटमा छु। मार्केटबाट यसो फर्किँदै गर्दाखेरि यसो अलि म ब्लग बनाइहालौँ भने छु। सो गाइस, म तपाईँहरूलाई यताको दृश्य हेराउने छु है। म अहिले चाहिँ आनामनगर नजिक कालीस्थान ठाउँमा छु है। यताबाट हुँदै म पुतली सडक हुँदै के अरे रत्न पार्क हुँदै म उता बल्कोतिर लाग्नेछु गाइस। यताको दृश्य यस्तै हो, तपाईँहरू हेरिराख्नु भयो होला। राति भइसकेको छ गाइस एकदमै। म फर्किँदैछु छु। म यताको एकदमै रङ्गीचङ्गी होइन आकर्षण दृश्यहरू म तपाईँहरूलाई हेराउन चाहन्छु म गाइस। जस्तै हेर्न सक्नुहुन्छ गाइस, यता छु। जस्तै यता सडक फार्मेसीतिर छु म अहिले। तपाईँ यताबाट निस्किएर म पुतली सडक हुँदै रत्न पार्क निस्किनेछु गाइस। राति भइसकेको छ, कम मात्रामा चलिरहेछ गाइस है। गाइस, फाइनली म सुन्दरा आइपुगेछु गाइस। यता हेर्न सक्नुहुन्छ रातिको दृश्य सुन्दरा है। म अहिले चाहिँ भ्लग बन्द गर्छु होइन, अनि सरासर म रुम पुग्नेछु गाइस। सो यताको दृश्य हेर्न सक्नुहुन्छ है। म सुन्दरा आएको छु। सुन्दराको भ्यू देखाइदिइरहेको छ गाइजहरू, मजाले हेर्न सक्नुहुन्छ। अनि सुन्दराको एकदमै चिल्लो बिच हेर्न सक्नुहुन्छ। दामी छ अहिले चाहिँ, पहिलाभन्दा एकदमै अलिक बाटो सुधार भएको छ गाइस। सो म ब्लग बन्द गरेँ गाइस है। ल, अर्को नेक्स्ट ब्लगमा म तपाईँहरूलाई अरू ठाउँको दृश्य हेराउनेछु। थ्याङ्क यू, सब्सक्राइब माई च्यानल गाइस।